नमस्ते वेलकम ब्याक टु माई न्यू भिडियो होप तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला म पनि आम छु तपाईहरुको प्यारी गोस्ट यदि मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज लाइक कमेन्ट शेयर सब्स्क्राइब गरिदिनु न हो मेरोमा पनि गरिदिनुस् है गाइजहरु भिडियो मन पर्छ भने भिडियो चाहिँ अत्यन्तै राम्रो यिनी बन्छ है यिनीहरुको र आज म बाहिर जाँदै छु त्यही गएर भेटौँ र प्यारी गोस्ट आज चाहिँ तिम्रो के भएको कति ठुल्ठुलो देखेको भनेको फर्मला लाछु के फर्मला ओ माय गॉड क्या कमेडी हो गाइजहरु यस्तै यस्तै भिडियो हेर्नको लागि च्यानललाई सब्स्क्राइब शेयर गरिदिनु होला यस्तै मजा आउनेवाला छ भिडियो आज एकछिनमा भेटौँ कि स्माइलिङ लस अफ द गोप्रो अड्डाउने कुरा के चिज त्यो यसरी त्यो माल किन्न जाँदैछौँ त्यो यहाँ मुखमा चप्काउने माल किन्न जाँदैछौँ मलाई माल के किन्न जाँदैछौँ ल होस् यिनीहरुको राइडर यात्रा सुरु भइसकेको छ गाइजहरु अब यस्तै भिडियो यस्तै रमाइलो हुनेवाला छ भिडियोलाई चाहिँ स्किप नगरेर फुल भिडियो हेरिदिनु होला यदि भिडियो मन पर्छ भने लाइक शेयर सब्स्क्राइब चाहिँ गर्न नभुलौँ है धेरै मेहनत लाग्छ रियाक्सन भिडियो बनाउन पनि एकछिन न नपत्याउने खोलाले बगाइदिन्छ के बगाइदियो त अड्डाउँछ बिस्तारै हामी चाहिँ फोर्जा टुर्स एन्ड ट्राभल्समा छौँ इफ कसैले टिकटहरू के गर्न चाहनुहुन्छ भने यहाँबाट सम्पर्क राख्न सक्नुहुन्छ घोराई बजार सरर बालै परर यहाँ त मार्दैन फेरि तिमीलाई मामाहरू बसिरहन्छ नि सँग गर के हुन्न त्यहाँतिर जान्थ्यौँ होला अड्डाउँ चाहिँ हाम्रो साथीहरु यहाँ छ हेलो सोड गोप्रो अड्डाउनेवाला के हेलमेटमा क्लास 3 गर्मिसक्यो अड्डावाले गयो भन्दा म प्रब्लमै हुन्छु म मेरो भुटला जलेर आफै झर्छ होला के भन्नु मेरो भुटला झर्ने भयो यस्तो घाममा डौरे हाम्रो नयाँ ट्राफिक लेडी ट्राफिक हुनुहुन्छ कति स्टप भनेको स्टप गर न पाउन सक्छ है आई थिङ्क तर त्यस्तो पाउला जस्तो लाग्दैन मलाई तर यहाँ चाहिँ हेरौँ लेट्स ट्राई खुल्दैन रे यहाँ चाहिँ पाउनु मोबाइल होल्डर छ यो गोबर राख्ने नो अप्सन है हामीले चाहिँ पाएनौँ अब यसो गरौँ सुपर ग्लुलियम दोस्त तिम्रो गोबर त्यहाँ चप्काइदिउँ अनि बरु गुनिया ल्याएर सबैदियो न भर्खरै महेन्द्रसँग गुदेर हामी यार सानीको बुवा थिएन रे त्यो त अति भने के बोलिरहेछ के गाइजहरु यहाँ कहाँ जाने हो यार तर भिडियो चाहिँ राम्रो छ है छपरी हेल्मेट देखेँ मैले यार कसको हेलमेट हो थाहा छैन लगाउन एकचोटि भाग हेल्मेट चोर र एकचोटि गर्दैन जाम्नु हेलमेट खसी चाहिँ यो घोस्ट जस्तो बदमास कोही छैन जस्तो छ गाइजहरु झन्डै मारे मेरो प्रिन्स नगर त मेरो प्रिन्स ब्रदर हो क्या जानुपर्छ हामी चाहिँ उगुबारी हिँड्न लाग्छौँ उगु चुस्न जान्छ
नरिसाउनु ल खेलै खेलमा माया बस्यो कि माया बस्यो जे जस्तो भए पनि भिडियो चाहिँ एकदम राम्रो रमाइलो छ है गाइजहरू भ्यू हेर्नुको साथसाथै दृश्य हेर्नुको साथसाथै भिडियो पनि राम्रो मनलाई आनन्द छ है साथीहरू यमराज आएर छ त्यहाँ ओइ ऊ त्यो पारीको तिमीले ढलाउन्थ्यो ऊ त्यो पारीको तिमीले ढलाउन्थ्यो तिमीले ढलाओ यार तिमीले ढाल्या छौ यार देखेन अगाडि तिमी त्यो दुई खुट्टा फ्या पार्ने बेला ढल्या हो कि यार के ढले यार यो के यो यार यो 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 त्यो त्यो त पहिले ढले तिमीले मलाई ल्याङ हान्दै तिमीले यस्तरी खुट्टा फ्या पार्ने बेला ढल्या हो ढल्यो केराबारीमा गएर डर मुद्दा हाल्ने हो यहाँ दिँदा के हुन्छ मलाई कस्तो मनपर्छ क्या आउँखु जुस यहाँको वातावरण चाहिँ एकदम शान्त अनि राम्रो जस्तो छ साथीहरू धेरै नै राम्रो छ भिडियो